आज चाहिँ गुड मर्निङ शुभ बिहानी साथीहरू। हिल टु हिलमा स्वागत छ। आज चाहिँ म टाइगर हिल आइरहेको छु है। बादलबाट मधुरो लागिरहेछ, अलिक चिसो छ। ज्याकेटले पनि काम नगर्ला जस्तो छ। टोपी ल्याउनै बिर्सेछु, ग्लोभ्स पनि ल्याइ भएन। अलिक चिसो छ, ज्याकेटले केही काम गरेको छैन। भित्रबाट म अलिक पातला टी सर्ट लगाएको थिएँ। हुन त हिजो पनि वेदर अलिकति खराबै थियो, बादल निकै लागिरहेको थियो है। हिजो त आइ भएन र आज चाहिँ आएको थिएँ। निकै चिसो, यो ज्याकेटले केही काम गरेको छैन हो। अन्त यहाँनिर अब आएर बसेको। अघि 4:40तिर आइपुगेको। गेस्टहरूलाई चाहिँ माथि पठाएको छु होइन। अब टाइगर हिलको त उयो त यस्तै हो, जाम त बाटो त यतिकै रहन्छ सधैँ है, जहिले पनि। र म चाहिँ आएर यहाँ गाडी राख्ने जग्गा पाएर खप्पै यहाँ हालिरहेको छु। यहाँ हो, आउनु बित्तिकै पाएर। चिसो छ। म त आज सनराइज यसो भयो भने चाहिँ हेर्ने इच्छा थियो, भएन। धेरै जाडो भएर ज्याकेट पनि यो त आज त डिसेम्बरमा आएको जस्तो भइरहेको छ यहाँ टाइगरमा हो। धेरै दिन भयो नआएको। आज बिहान अलिक ढिलो उठायो भने टाउकोमा तेल झेल केही लगायो भने खुस्रो भइरहेको छ। चाँप पनि यहाँनिर कस्तो दामी फुलिरहेछ कि। आज यो दिन राम्रो भए त यो दामी देख्ने थियो। यो चाहिँ अब चाहिँ चाँप गुराँसको सिजन हो नि त फुल्ने। 2 महिना चाहिँ चाँप गुराँस त्यतिकै फुल्छ। पनि चाँप टाइगर लाउनु चाहिँ मलाई यही पिर लाग्छ क्या। यसरी अब गाडी ड्याममै फसिन्छ हो। पार्किङको जग्गा छैन, रोडमै गाडी राख्नुपर्छ। अब हुन त यसमा हाम्रो पनि कतिवटा गल्तीहरू छ है। अब हामी नै गल्ती गर्छौँ, त्यसले गर्दा हामी फसिन्छौँ। अब पार्किङ चाहिँ तल छ नि, तल पार्किङ बनाएको छ क्या। अब त्यहाँ तल पार्किङमा गाडी राख्यो भने गेस्टहरू मान्दैन। ऊपर ले जाइए भैया, ऊपर ले जाइए, गाडी जा रहा है त भन्छ। त्यहाँदेखि ऊपर आएपछि यसरी फस्यो हो। यो चाहिँ सधैँ नै अब बिस्तारै धैर्यताको साथ निस्किनुपर्छ। यहाँ चाहिँ एकदम धैर्य गरेर